हेलो एभ्रिवान। आज म तपाईँहरूलाई चाहिँ होममेड प्रोटिन पाउडर कसरी बनाउने भन्ने कुरा चाहिँ बताउन जाँदैछु। फर्स्ट अफ अल चाहिँ हामीलाई चाहिने सामान भनेको चाहिँ हाफ कप बदाम, काजु, ओखर र मखना हो। त्यो सबैलाई चाहिँ हल्का चाहिँ भुट्नुपर्छ। सुक्खा कराईमा तेल घिउ केही हाल्नु पर्दैन। हल्का त्यसलाई भुट्ने र भुटिसकेपछि चाहिँ एकछिन चाहिँ भाँडामा सेलाउन दिने। किनभने ग्राइन्ड गरिहाल्यो भने फेरि तातो तातो गर्नु मिलेन। त्यही भएर एकछिन सेलाउन दिने। त्यसपछि चाहिँ सेलाइसकेपछि चाहिँ अब चाहिँ यसलाई चाहिँ मिक्सरमा ग्राइन्ड गर्ने र अन्तिममा चाहिँ 2 टेबल स्पुन पम्पकिन सिड्स पनि राखेको छु मैले। यो पनि हेल्दी हुन्छ बच्चाहरूको लागि। त्यसलाई ग्राइन्ड गरिसकेपछि यतिको मसिनो भइसकेपछि सुक्खा भाँडामै चाहिँ राख्ने।